हेलो एभ्रिवान वेलकम टु माई मिनी ब्लग। लो दसैँ लागि आमाले चाहिँ भट्टाभरि टपरी गाँच्नु हुँदैछ। हामी चाहिँ दसैँभरि टपरीमा भात खान्छौँ नि त। सिसीले चाहिँ फटाफटी यहाँनिर बाबाको कपाल काटिदिँदैछ, कलर सलर लगाइदिँदैछ। अब दसैँमा चडक्कै देख्नु पऱ्यो नि त ह्यान्डसमै। बडी चाहिँ ह्याप्पी दसैँ भनेर जाँदैछ यहाँनिर। हामी चाहिँ दसैँको लुगासुगा लगाएर एकदम रेडीसेडी भयौँ। म बाबाको हातको टिका लाउनु, बाबाले भट्टाभट टिका मुसेर चाहिँ लु हामीलाई लगाइदिइहाल्नु भयो। त्यहाँबाट एक दुईवटा फ्यामिली फोटो खिचेपछि चाहिँ नानीहरू पनि आएछ हो टिका लाउनुको लागि। त्यहाँबाट सिसीले चाहिँ हिसाबसरी दिँदैछ योहरूलाई चाहिँ दक्षिणा हो। त्यहाँबाट उसले खाना पस्किनु थाल्यो दुईजनाको लागि हो टक्कै टपरामा हो। त्यहाँबाट चडक्क पस्किसकेपछि चाहिँ दुईजना बस्यौँ खानुको लागि हो। म आएकोदेखि चाहिँ यहाँनिर चाहिँ टपरामा खानु एक्सपिरियन्स हुँदैछ। त्यहाँबाट मोकमाकोमा टिका लाउनु गयौँ। टिकासिका लगाएर यहाँ चाहिँ धमाधम डङ्काडङ खाना खाँदै रहेछ सबैजना। त्यहाँबाट गयौँ बडीहरूको घरमा हो। बडीहरूको चाहिँ आज नानीको भात खुवाइ पनि छ हो, टिका पनि लाउँदै गएको। त्यहाँबाट सिसीले नानीलाई भातहरू खुवाइदियो, दक्षिणाहरू दियौँ। त्यहाँबाट चाहिँ हाम्रो टर्न टिका लाउने। बडीले एकदम आशीर्वाद दिँदै हामीलाई चाहिँ टिका लाउनु थाल्यौँ। टिकासिका लगाइसकेर त यहाँ त मान्छे बुझ्छ हो, थुप्रो जग्गा डुल्नुपर्ने कुन त कति बेला हो। सो सी नेक्स्ट भिडियो।